कहिलेकाहीँ हामीले दिमागमा भनौँ न एउटा सुन्दर सयौं तला भएको गगनचुम्बी भवनको कल्पना गर्छौं नि। कहाँ कुन कोठा हुने, झ्याल कता राख्ने भन्ने सबै कुरा एकदमै स्पष्ट हुन्छ। तर तर त्यो कल्पनालाई लिएर कुनै विस्तृत इन्जिनियरिङ योजना बिना सिधै इटा र सिमेन्ट जोड्न थालियो भने त बर्बादै हुन्छ नि। हो नि, पक्कै पनि त्यो संरचना आफ्नै भारले भत्किन्छ, किनकि हजारौं इटाहरूलाई अड्याइराख्न एउटा बलियो नक्सा वा ब्लुप्रिन्ट त चाहिन्छ नि। एकदम। र सफ्टवेयर इन्जिनियरिङको विशाल दुनियाँमा पनि ठ्याक्कै यही नियम लागू हुन्छ खासमा। जब हामी हजारौं लाइनका कोडहरू लेख्छौं नि, त्यसलाई व्यवस्थित गर्ने कुनै आधार भएन भने एप्लिकेसन नै क्रास हुन्छ, मतलब पुरै सिस्टम बिग्रिन्छ। ठ्याक्कै। त्यही भएर आजको यो विस्तृत अध्ययनमा हामी पाइथन प्रोग्रामिङको त्यही फाउन्डेसन अर्थात् क्लास र अब्जेक्टको अवधारणालाई खोतल्दैछौँ। भनेपछि आजको हाम्रो मुख्य उद्देश्य भनेको कोडिङको दुनियाँमा यो नक्सा र तयार भएको सामान बीचको भिन्नता के हो भनेर सरल भाषामा बुझ्ने हो। यो सुन्दा अलि प्राविधिक जस्तो लागे पनि यसको पछाडिको दर्शन एकदमै व्यावहारिक छ। ओओपी अर्थात् अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङले सफ्टवेयर विकासमै एउटा क्रान्ति ल्याएको छ भनौँ न। ल त्यसो भए यसलाई अलिकति खोतलेर हेरौँ है त। सुरुमा त मानिसहरूले सिधा कोड लेख्थे नि, जसलाई प्रोसिड्युरल प्रोग्रामिङ भनिन्थ्यो। मतलब माथिबाट तलसम्म एउटा लामो कथा लेखे जस्तो। हो, त्यति बेला त्यसरी नै चल्थ्यो। अनि यो ओओपीको आवश्यकता चाहिँ किन पर्यो त? खै मलाई त सानो कामको लागि सिधै कोड लेख्नु नै छिटो हुन्छ जस्तो लाग्छ। के साँच्चै हरेक कुराको ब्लुप्रिन्ट बनाइराख्न जरुरी छ र? सानो स्क्रिप्ट लेख्न त पक्कै पनि सिधै लेख्दा छिटो हुन्छ। दुईवटा अङ्क जोड्न त ब्लुप्रिन्ट चाहियो र चाहिएन नि। तर एकछिन सोचौँ न, हामी एउटा ठूलो भिडियो गेम बनाउँदैछौँ। ओके, भिडियो गेम जहाँ हजारौं शत्रुहरू हुन्छन्। हो, हजारौं शत्रुहरू, सयौं हतियारहरू अनि मौसम पनि परिवर्तन भइरहने। त्यस्तो बेलामा हरेक शत्रुको लागि छुट्टा छुट्टै कोड लेख्न थालियो भने त त्यो त असम्भव नै हुन्छ नि, वर्षौं लाग्ला। हो, त्यहीँनेर क्लासको अवधारणा आउँछ। क्लासले हामीलाई एउटा साझा ढाँचा दिन्छ अनि त्यो प्रोटोटाइप प्रयोग गरेर हामी हजारौं जटिल कुराहरू सजिलै बनाउन सक्छौं। मतलब सानोमा हामीले लेगो ब्लकहरू जोडेर घर बनाए जस्तै भयो। कुन टुक्रा कहाँ जोड्ने भनेर दिएको त्यो सानो निर्देशन पुस्तिका नै क्लास भयो। एकदम सान्दर्भिक उदाहरण हो। त्यो पुस्तिका नै क्लास हो। त्यो एउटा विचार हो, स्केच हो। अनि त्यो पुस्तिका हेरेर हामीले साँच्चीका प्लास्टिकका ब्लक जोडेर जुन घर तयार पार्छौं नि, त्यो चाहिँ अब्जेक्ट भयो हैन त? बिल्कुल। तपाईँ त्यो नक्सालाई वा पुस्तिकालाई छुन सक्नुहुन्न, त्यसमा बस्न सक्नुहुन्न, तर तयार भएको लेगोको घरलाई त छुन मिल्छ। अब्जेक्ट भनेको त्यस्तै पूर्ण रूपमा तयार भएको सामान हो। यसको मतलब एउटै क्लास वा नक्सा प्रयोग गरेर हामीले जति पनि अब्जेक्ट बनाउन सक्यौं। एउटा अपार्टमेन्ट कम्प्लेक्समा एउटै डिजाइनका दर्जनौं घरहरू भए जस्तै हो। र प्राविधिक भाषामा भन्दाखेरि अब्जेक्ट भनेको डाटा र विधिहरू वा भनौँ मेथडहरूको सङ्ग्रह हो। एउटै नक्साबाट बनेका घरहरू संरचनात्मक रूपमा उस्तै भए पनि भित्रको रङ वा बस्ने मान्छे त फरक हुन सक्छन् नि। पक्कै फरक हुन्छन्। पाइथनमा पनि त्यस्तै हो। एउटा क्लासबाट बनेका अब्जेक्टहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्। ल, यो सिद्धान्त त दिमागमा मज्जाले बस्यो। तर पाइथन कोडमा यो कुरा कसरी लेखिन्छ त? पानामा पेन्सिलले कोर्ने कुरा त भएन। त्यो त भएन। मानौ हामी एउटा डिजिटल साइकल वा बाइक बनाउँदैछौँ। पाइथनमा यसको नक्सा कसरी बन्छ नि? यसको सिन्ट्याक्स वा लेख्ने तरिका एकदमै सरल छ है। हामी सुरुमा अंग्रेजीको सानो अक्षरमा क्लास कीवर्ड लेख्छौं। CLASS अनि स्पेस। हो, स्पेस दिएर क्लासको नाम लेख्छौं, जस्तै बाइक। अनि अन्त्यमा कलन चिन्ह दिन्छौं। यो लाइनले पाइथनलाई म अब एउटा नयाँ ब्लुप्रिन्ट बनाउँदैछु है भनेर सन्देश दिन्छ। अनि त्यो ब्लुप्रिन्ट भित्र चाहिँ के हुन्छ त? मैले क्लास बाइक लेखेर कोलन दिएँ। त्यसको तल मैले नेम बराबर खाली कोटेसन मार्क दिएँ अनि गियर बराबर 0 लेखेँ। ठिक छ। यहाँ बाइक त क्लासको नाम भयो अनि ती नेम र गियर चाहिँ भेरिएबल भए जसलाई हामी एट्रिब्युट भन्छौँ हैन? तर यहाँनिर मलाई एउटा कुरा अलिक खड्कियो। भन्नुस् न, के कुरा? यदि मैले बाइकको नाम खाली छोडेको छु अनि गियर पनि 0 छ भने यो त एउटा भुतिया बाइक जस्तो भएन र? मतलब एउटा घोस्ट बाइक जसको नामै छैन। हामीलाई सिधै होन्डा वा यामाहा नाम भएको बाइक बनाए हुँदैन र? खै, खासमा धेरै नयाँ प्रोग्रामरहरूले यही सोच्छन्। तर बुझ्नुपर्ने मुख्य कुरा के हो भने हामीले अहिले बाइक बनाएकै छैनौँ।
ए बनाएकै छैनौ? छैनौँ। हामीले त केवल फारम मात्र छापिरहेका छौँ। खाली भ्याल्यु राख्नुको अर्थ हामीले कम्प्युटरको मेमोरीमा एउटा निश्चित ठाउँ मात्र छुट्यायौँ। भनेपछि पछि बन्ने बाइकको नाम राख्ने ठाउँ पक्का गरेको मात्र हो। ठ्याक्कै। ब्लुप्रिन्टले यो नियम बनाउँछ कि पछि बन्ने हरेक वास्तविक बाइकसँग एउटा नाम र गियर हुनै पर्छ। यी एट्रिब्युटहरूले वास्तविक संसारको वस्तुको विशेषता देखाउँछन् नि त। आहा, सरकारी कार्यालयमा फर्म भर्दा नाम लेख्ने खाली ठाउँ छोडे जस्तै पो रहेछ यो त। फर्म छाप्ने बेलामा कसैको नाम हुँदैन, तर जसले भर्छ उसले आफ्नै नाम लेख्छ। हो, फर्म नै क्लास हो, अनि भरेर बुझाएको फर्म अब्जेक्ट हो। यदि क्लासमै होन्डा लेखिदिएको भए त त्यो नक्साबाट बन्ने हजारौं बाइकको नाम डिफल्ट रूपमै होन्डा हुन्थ्यो। जुन हामीलाई पक्कै पनि चाहिँदैन, हामीलाई त लचिलोपन चाहिन्छ। एकदम। कस्तो रमाइलो। अब हामीसँग खाली एट्रिब्युटहरू भएको त्यो बाइक ब्लुप्रिन्ट त तयार भयो, तर खाली पाना चढेर काममा जाने कुरा त भएन। भएन। अब ती ब्लुप्रिन्टबाट वास्तविक अब्जेक्टहरू चाहिँ कसरी बनाउने, तिनीहरूलाई कोडमा जीवन कसरी दिने नि? अब हामी व्यावहारिक निर्माणतर्फ जाँदैछौँ। क्लासबाट अब्जेक्ट बनाउने यो प्रक्रियालाई हामी इन्स्ट्यान्सिएसन भन्छौँ। इन्स्टेन्सिएसन हो, किनकि अब्जेक्ट भनेको क्लासको एउटा इन्स्टान्स वा वास्तविक नमुना हो। यसको सिन्ट्याक्स मलाई अलिअलि याद छ। सुरुमा हामी अब्जेक्टको नाम राख्छौँ होइन त, मानौ बाइक 1। अनि त्यसपछि अनि बराबर चिन्ह दिन्छौँ र क्लासको नामसँगै खाली प्यारेन्थेसिस वा कोष्टक राख्छौँ, जस्तै बाइक 1 बराबर बाइक अनि ब्राकेट। हो, त्यही एक लाइन कोडले पृष्ठभूमिमा ठूलो काम गर्छ। जब बाइक अनि कोष्टक लेखिन्छ, पाइथनले मेमोरीमा एउटा नयाँ ब्लक तयार गर्छ। यसले नक्सा हेर्छ र नाम र गियर राख्ने एउटा संरचना तयार पार्छ। अनि त्यो तयार भएको संरचनालाई नै बाइक 1 भनेर चिनिन्छ होइन? अब हामीसँग ब्लुप्रिन्ट र अब्जेक्ट दुवै भयो। तर बाइक 1 को नाम त अझै खाली नै छ, त्यसमा डाटा कसरी भर्ने त? त्यसको लागि हामी डट नोटेसन प्रयोग गर्छौँ। डट वा त्यो सानो थोप्ला भनेको एउटा चाबी जस्तै हो भनौँ न, जसले अब्जेक्टभित्रको एट्रिब्युटलाई खोल्छ। ए मतलब यदि बाइक 1 को नाम माउन्टेन बाइक राख्नु छ भने मैले बाइक 1 लेखेर डट दिने अनि नेम बराबर माउन्टेन बाइक लेख्ने? ठ्याक्कै त्यही हो। अनि गियर फेर्नु पर्यो भने बाइक 1 डट गियर बराबर 5 लेख्न सक्नुहुन्छ। यो डटले त पाइथनलाई सिधै यो अब्जेक्टभित्र जा र यसको फलानो कुरा चला भनेर निर्देशन दिने रहेछ। एकदम। यसरी डाटा राखेपछि एउटा पूर्ण अब्जेक्ट तयार भयो। तर यहाँ मलाई एउटा गम्भीर प्राविधिक प्रश्न सोध्न मन लाग्यो है। मानौ मैले एउटै क्लास बाइक प्रयोग गरेर बाइक 1 र बाइक 2 दुईवटा अब्जेक्ट बनाएँ। दुवै एउटै ब्लुप्रिन्टबाट बनेका हुन्? हुन्। अब मैले डट नोटेसन प्रयोग गरेर बाइक 1 को गियर बढाएर 5 बनाए भने के त्यसले बाइक 2 को गियरलाई पनि असर गर्छ? के तिनीहरू जुम्ल्या हुन्? धेरै नयाँ प्रोग्रामरहरू यहीँनिर झुक्किन्छन्, तर यसको सिधा उत्तर हो गर्दैन। तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्। अघिको घरको नक्सा याद गरौँ त। एउटै नक्साबाट बनेका दुईवटा घर? हो, अब एउटा घरमा रातो रङ लगाइयो भने छिमेकीको घर आफै रातो हुन्छ त? हुँदैन नि। पक्कै हुँदैन, छिमेकीले त निलो पो लगाएको छ कि। पाइथनमा पनि त्यस्तै हुन्छ। बाइक 1 र बाइक 2 एउटै नक्साबाट बने पनि मेमोरीमा उनीहरूको छुट्टा छुट्टै कोठा हुन्छन्। बाइक 1 चलाउँदा बाइक 2 लाई कुनै फरक पर्दैन। वाउ, यो स्वतन्त्रताले त ठूला एप्लिकेसनहरू कसरी बन्छन् भन्ने कुरा छर्रङ्ग पार्यो। भिडियो गेममा एउटा शत्रु मर्दा बाँकी 99 वटा किन मर्दैनन् भन्ने कुरा अब बुझ्यो। हो, किनकि ती सबै स्वतन्त्र इन्स्टेन्स हुन्। व्यावसायिक सफ्टवेयर विकासमा यसकै कारणले कोडहरू व्यवस्थित हुन्छन्। एउटामा आएको समस्याले पुरै सिस्टम क्र्यास हुँदैन। तर सिक्दै गर्दा गल्तीहरू पनि त धेरै हुन्छन् होला। पाइथनमा क्लास र अब्जेक्टसँग खेल्दा सिकारुहरूले प्राय कस्ता गल्तीहरू गर्छन् नि? खासमा 3 वटा सामान्य तर गम्भीर गल्तीहरू देखिन्छन्। पहिलो भनेको अब्जेक्ट बनाउँदा कोष्टक वा प्यारेन्थेसिस नराख्नु। मतलब बाइक 1 बराबर बाइक मात्र लेख्ने, ब्राकेट बिना। हो, त्यसो गर्दा नयाँ अब्जेक्ट बन्दैन। त्यो त घर बनाउनुको सट्टा घरको नक्साको फोटोकपी गरे जस्तो मात्र भयो। ओहो, त्यो त ठूलो गडबडी हो। अनि दोस्रो नि? दोस्रो गल्ती भनेको क्लासको डाटा
र इन्स्टेन्सको डाटा बीचको फरक नबुझ्नु, कहिलेकाहीँ झुक्किएर अब्जेक्टको साटो सिधै क्लासकै डाटा परिवर्तन गरिदिन्छन्। भनेको नक्सामै कोरिएको झ्याल बन्द गरिदियो जस्तो। त्यसपछि त बन्ने सबै घरमा झ्याल नै हुँदैन होला नि। ठ्याक्कै, भविष्यमा बन्ने सबै अब्जेक्ट प्रभावित हुन्छन्। त्यो त झन् खतरनाक भयो। अनि तेस्रो गल्ती? तेस्रो निकै सामान्य छ डट नोटेसन बिर्सनु। बाइक वानको नाम राख्दा सिधै नेम बराबर होन्डा लेखिदिने। ए, डट नै नराख्ने। अनि पाइथनले यो नेम कुन अब्जेक्टको हो भनेर मेसोनै पाउँदैन र एरर दिन्छ। सधैँ बाइक वान डट नेम लेख्न बिर्सनु हुँदैन। गल्तीहरूबाट बच्न धेरै ध्यान दिनुपर्ने रहेछ। ल, हाम्रो बुझाइलाई जाँच्नको लागि म केही प्रश्नहरू राख्छु है त। एउटा छोटो मानसिक चेकलिस्ट जस्तो बनाऊ। हुन्छ, गरौँ न। पहिलो कुरा, क्लास भनेको के हो? क्लास भनेको ब्लुप्रिन्ट वा प्रोटोटाइप हो। यसले नियम बनाउँछ। एकदम सही। अनि अब्जेक्ट भनेको? अब्जेक्ट भनेको त्यही क्लासको इन्स्टेन्स वा वास्तविक रूप हो जसमा डेटा हुन्छ। अनि तेस्रो कुरा, अब्जेक्टभित्र रहेका कुरा चलाउन कुन चिन्ह प्रयोग गरिन्छ? त्यसको लागि हामी डट नोटेसन प्रयोग गर्छौं। शानदार। यी साधारण नियमहरू नै समग्र पाइथन अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको जग रहेछन्। ठूला कोड बेसहरू व्यवस्थापन गर्न र कोडलाई पटक पटक प्रयोग गर्न यो ब्लुप्रिन्ट शैली नभई नहुने रहेछ। हो, व्यावसायिक प्रोग्रामरहरूले डिजिटल संसारका संरचनाहरूको नक्सा यसरी नै डिजाइन गर्छन्। ल, आज हामीले क्लास र अब्जेक्टको यो लेगो ब्लक जस्तो खेललाई मजाले डिकोड गर्यौं। तर यो छलफलको अन्त्य गर्नुअघि म एउटा रोचक कुरा छोड्न चाहन्छु। के कुरा होला? सुरुवातमै हामीले भनेका थियौं कि अब्जेक्ट भनेको डाटा र विधिहरू वा भनौं मेथडहरूको संग्रह हो। आज हामीले एट्रिब्युट वा डाटाको त चर्चा गर्यौं, जसले बाइकको भौतिक स्वरूप कस्तो छ भनेर बताउँछ। नेम र गियरको कुरा गर्यौं। तर ती मेथडहरूले चाहिँ के गर्छन् होला त? यदि एट्रिब्युटहरू बाइकको स्वरूप हुन् भने ती मेथडहरूले हाम्रो बाइकलाई कोडभित्र साँच्चै कुद्न वा ब्रेक लगाउन कसरी सिकाउलान्? त्यो त निकै चाखलाग्दो प्रश्न हो। हो नि। स्थिर संरचनामा तार्किक प्राण कसरी भरिन्छ होला? यसबारे पक्कै पनि सोच्दै गर्नुहोला। अर्को पटक हामी यस्तै कुनै नयाँ प्राविधिक रहस्यका साथ यो विस्तृत अध्ययनमा फर्किनेछौँ।